अक्सन त्यो पनि पब्जी मोबाइल नेपालका ई स्पोर्ट्स प्लेयरहरूको सुन्दै इन्ट्रेस्टिङ कन्सेप्ट लाग्यो मलाई त। यो सब हुँदै रहेछ पब्जी मोबाइल स्टार च्यालेन्जमा। तपाईहरुलाई थाहा नै छ होला पब्जी मोबाइल स्टार च्यालेन्ज डिसेम्बरमा हुँदैछ। यो इन्फर्मेसन मैले तपाईहरुलाई पहिलेबाट दिइरहेको थिएँ। डिसेम्बरको 3rd विक अराउन्डमा चाहिँ यो इभेन्ट हुने रे। अब यसको लागि चाहिँ एउटा नयाँ मिठो कन्सेप्ट चाहिँ ल्याइएको छ, प्लेयरहरूको अक्सन हुने। अब अक्सन हुनभन्दा अगाडिपट्टि प्लेयरहरूको भ्यालु त डिसाइड हुनु पर्यो नि त, हैन? अनि यो प्लेयरहरू भनेको चाहिँ पब्जी मोबाइल नेपाल सिरिजको फाइनलमा पुगेका प्लेयरहरू मात्रै हुन् है त। त्यतिखेर भनिएको पनि थियो पब्जी मोबाइल नेपाल सिरिज हुँदाखेरि कि यो फाइनलिस्टहरूलाई हामी स्टार च्यालेन्जमा बोलाउँछौँ है भनेर। अब के गरिँदैछ, के नयाँ कन्सेप्ट ल्याइँदैछ भन्दा पहिला 10 वटा सोलो म्याचेसहरू खेलाउने त्यो फाइनलिस्टहरूलाई, त्यो हिसाबले उनीहरूको पर्फर्मेन्स आकलन गर्ने अनि अक्सनमा जानभन्दा अगाडिपट्टिको उनीहरूको भ्यालुएसन डिसाइड गर्ने। उनीहरूको भ्यालुएसन कसरी डिसाइड गर्ने भन्दा 60% त्यो सोलो म्याचेसमा उनीहरूले ल्याउने पर्फर्मेन्सको बेसिसमा, बाँकी 40% पब्जी मोबाइल नेपाल सिरिजको फाइनलमा कस्तो खेलेका थिए उनीहरू त्यसलाई, यसरी उनीहरूको भ्यालु डिसाइड भयो। अब 16 जना क्रिएटर, गेमिङ क्रिएटर, नन गेमिङ क्रिएटर, कम्युनिटीको क्रिएटर, इन्फ्लुएन्सरहरू को ल्याइन्छ, 16 जना ओनरहरू ल्याइन्छ भनौँ। बट यो ओनरहरू आफै पनि गेम खेल्नु पर्छ। अब त्यहाँ अक्सन हुन्छ, प्लेयरहरू किन्नु पर्यो त्यो 16 जनाले, अभाइलेबल 64 मध्येबाट, अनि आफ्नो टिम रेडी गर्नु पर्यो। अब त्यो रेडी भइसकेको टिमसँग चाहिँ तपाईँ मैदानमा उत्रिनु पर्यो पब्जी मोबाइल स्टार च्यालेन्जको मेन सोडनमा, जुन डिसेम्बरको 26, 27, 28 मा हुने भनिएको छ। 3 दिन त्यो इन्फ्लुएन्सर प्लस त्यो प्लेयरहरू आफूले किनेको मिलेर एउटा टिम बनाएर कम्पिटिसनमा उत्रिनु पर्यो। त्यसको लागि अफकोर्स प्राइज पुल पनि हुन्छ। अनि हामी भ्युअरहरूले स्ट्रिमर ब्याटल टाइप हेर्न नपाइएको कस्तो भयो भन्नुहुन्थ्यो नि, त्यो सर्ट अफ पनि यहाँ हुने भयो। गेमिङ क्रिएटरहरू, नन गेमिङ क्रिएटरहरू पनि हामी देख्न पाइन्छ भन्ने सुनिएको छ। एक्ज्याक्टली को स्टार बनाएर ल्याउने अनि च्यालेन्जमा उतार्ने भन्ने कुरा त हामी थोरै लेट थाहा पाउँछौँ। बट यो एउटा इन्ट्रेस्टिङ नयाँ कन्सेप्टको चाहिँ इभेन्ट आउँदैछ। तपाईँहरू चाहिँ को क्रिएटर अथवा इन्फ्लुएन्सरलाई चाहिँ यो स्टार च्यालेन्जमा देख्न चाहनुहुन्छ अनि कोसँग टिम बनाएको, आई मिन को प्लेयरहरू किनेको, याद गर्नु होला। एउटा टिमको सबै लाइनअप खर्लपै किन्न त मिल्दैन, बिकज उनीहरूको भ्यालुएसन अनि तपाईँसँग हुने पर्स क्याप यो सब कुरा डिसाइड गर्छ। त्यही भएर तपाईँले आफ्नो इन्फ्लुएन्सर अनि त्यसपछि उसले बनाउन सक्ने ड्रिम टिम कुन बन्न सक्छ कमेन्ट गरेर मलाई बताउन चाहिँ सक्नुहुन्छ है त।